संयोजक आदरणीय प्राज्ञ विजय थापाज्यू, आज पुरस्कृत युवा सर्जक सुरेन्द्र देसाईज्यू र मञ्चमा आसीन वरिष्ठ शिक्षक हरिविनोद अधिकारी हाम्रो साथमा हुनुहुन्छ। यस वडाका वडा अध्यक्ष आदरणीय हेरालाल तन्डुकारज्यू र प्राध्यापक विश्वविलास जोशीज्यू तथा सम्पूर्ण महानुभावहरू हार्दिक स्वागत गर्दछु र साथसाथै नमन पनि गर्दछु। वास्तवमा आज म सबभन्दा पहिले त समाज सेवा शिरोमणि हिमबहादुर अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँकै प्रयासबाट अघि नै पनि भनिसकियो कि उहाँकै प्रसत प्रयासबाट यो संस्थालाई अहिलेसम्म चाहिँ हामीले जीवित राख्न सफल भएका छौँ। यसको लागि हामी उहाँप्रति हार्दिक आभार छौँ र उहाँको यो जुन चाहिँ चिन्तन हो, मनन हो, श्रम सदाचारको चिन्तन मनन हामी युवा सेवा कोष मार्फत अगाडि बढाउनेछौँ भन्ने पनि म यहाँहरूसँग अनुरोध गर्न निवेदन गर्न चाहन्छु। आज राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष अरणीको युवा कला पुरस्कार दिने गरेको छ र यो पुरस्कार 2057 सालमा स्थापना भएको हो। वास्तवमा राष्ट्रिय युवा सेवा कोष भन्ने बित्तिकै धेरैले यो सरकारी संस्था हो, सरकारको एउटा अङ्ग हो भन्ने मानिसहरूको भावना मैले चाहिँ बुझेँ। वास्तवमा 1985 अर्थात् 41-42 सालमा संसारभरि अन्तर्राष्ट्रिय युवा वर्ष मनाउने काम भयो। त्यसमा नेपालले पनि गर्यो, नेपालले पनि मनायो र नेपाल 5-7 देशहरूमध्येमा उत्कृष्ट देश पनि भएर चाहिँ छानिएको थियो। र अब उहाँले यो चाहिँ कुरा के पर्यो भने यो आइडिया 1 वर्ष मनाएपछि त सिद्धिन्छ, यसलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएर यसमा हाम्रा समाजसेवा शिरोमणि हिमबहादुर अधिकारीजीले यो आइडिया ल्याउनु भयो कि अब हामीले यसलाई कोषको रूपमा चाहिँ बदल्नु पर्यो र यो कोष बदल्नको लागि उहाँले तत्कालीन सदस्य सचिव कमल थापाज्यूसँग चाहिँ कुरा गर्नुभयो। उहाँलाई तुरुन्तै नै उहाँले स्वीकार गर्नुभयो र त्यसपछि हामीले त्यस बखतका अध्यक्ष अधिराज कुमार वीरेन्द्र वीर विक्रम शाहले भन्छु, उहाँसँग गएर चाहिँ कुरा गर्दाखेरि उहाँले तुरुन्तै ओके भनेपछि यस किसिमकोबाट यसबाट हामीले यो संस्था चलाएका हौँ र यो संस्था शुद्ध सामाजिक संस्था हो। यसमा कुनै पनि किसिमको सरकारीको कुनै किसिमको नियन्त्रण केही पनि छैन भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। यो स्थापना कालदेखि अहिले 47 जना सर्जकहरूले आजसम्म गरेर 47 जना सर्जकहरूले यो पुरस्कार पाइसकेका छन् र आज हामीहरूको अगाडि हाम्रा नव सर्जक सुरेन्द्र देसाईज्यू जो यहाँ मञ्चमा हुनुहुन्छ, उहाँलाई हामीले पुरस्कृत गर्न पाउँदा साह्रै नै खुसी लागेको छ। यसको लागि कसरी हामीले छनौट गऱ्यौँ भन्ने कुरामा हामीले पहिला विज्ञापन गऱ्यौँ। 1 महिनाको विज्ञापन गरेपछि जति पनि आएका निवेदनहरू छन्, ती निवेदनहरूलाई हामीले एकत्रित गरेर अनि एउटा छनौट समिति बनायौँ। त्यो छनौट समितिमा हाम्रो वरिष्ठ चित्रकार प्राज्ञ विजय थापाज्यूलाई हामीले अनुरोध गऱ्यौँ। उहाँले संयोजक हुनेमा उहाँले मन्जुरी दिनुभयो। त्यसपछि अर्का कलाकार हुनुहुन्थ्यो सुनिता राणा, त्यसपछि रिता मानन्दर, प्राध्यापक रमा शर्माज्यू, उहाँको विषयमा पनि मैले भन्नुपर्दाखेरि वास्तवमा यो आजको यो पुरस्कार राख्नुपर्छ। हामीले युवा वर्ष मोती पुरस्कार भनेर साहित्यमा चाहिँ हामीले राख्यौँ, नारायण गोपाल युवा पुरस्कार भनेर हामीले सङ्गीत र गायन क्षेत्रमा राख्यौँ। अब एउटा कलामा चाहिँ हामीले एउटा पुरस्कार राख्नुपर्छ भन्ने जुन आइडियाको बिउ दिने हाम्रो प्राध्यापक यहाँ चाहिँ प्राध्यापक हुनुहुन्छ रमा शर्माज्यू, उहाँलाई पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। सायद उहाँले त्यो आइडिया यो विचार नदिनु भएको भए सायद यो पुरस्कार हुन्थेन कि भन्ने पनि मैले सोच्छु। धन्यवाद छ रमाजी। त्यसपछि यो पुरस्कारलाई हाम्रो कोषको तर्फबाट हाम्रा ध्रुवचन्द्र गोदारजी पनि हुनुहुन्थ्यो र साथसाथै यो पुरस्कारको समग्र विकास गर्नको लागि सबभन्दा पहिले हाम्रा वरिष्ठ कलाकार प्राध्यापक कालिदास श्रेष्ठज्यू, त्यसपछि वरिष्ठ मूर्तिकार
ठाकुर प्रसाद मैनालीज्यू र वरिष्ठ चित्रकार प्राज्ञ के कर्माज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले पनि पहिलेदेखि नै आधार बनाएर यो कार्यक्रमलाई सफल बनाइदिनु भयो संस्थागत रूपमा गर्दै। अब म